हो साथीहरू सबैमा नमस्ते। आज चाहिँ हामी यो मासुलाई चाहिँ तेलमा तारेर डरब व्यवस्था गर्दैछौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। हाम्रो चाहिँ खासै दिवाली अहिले होइन है, तर इष्टमित्र आफन्तहरूले ल्याइदिनु भएको सम्झिनु भएको मासुलाई चाहिँ हामीले यसरी व्यवस्थापन गर्दैछौँ। अब एकैचोटि धेरै खानु चाहिँ भएन साथीहरू, बरु यो तरिकाले गराएर कम खाने, लगभग डेली नै खाउँ न भन्ने हिसाबले हामी चाहिँ बनाउँदैछौँ होइन। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ अदुवा लसुनलाई पनि मस्त अब यसलाई भुटेर अनि टक्क हाल्नुपर्छ साथीहरू होइन। तपाईँहरू नि यदि थाहा छैन भने यसै गरी बनाउन सक्नुहुन्छ है। मसला ससला हामीले पिसेका छौँ होइन। अब पिरो खानुहुन्छ भने खोर्सानी नि तपाईँहरू हाल्न सक्नुहुन्छ है फेरि। ल अब फेरि यो मासुलाई फेरि पनि अब मिक्स गरेर चट्ट लाएर साथीहरू होइन, झ्याम्म लाएर दिनकै दुई चार पिस हान्नुपर्छ साथीहरू। ल साथीहरू भिडियो कस्तो लाग्यो